हेलो नमस्ते जय माता की जय शम्भ जय आमा पाथिभरा जय सिंहदेवी आमा जय भद्रकाली आमा। हामी चाहिँ सिक्किमको यो कुन के भन्ने ठाउँ हो सिक्किमको चाहिँ हामी खानीगाउँ भन्ने ठाउँमा आएको छौँ भद्रकाली आमाको दर्शन गर्नको लागि। यस ठाउँ पनि मलाई थाहा थिएन, मैले देखेको थिएन। मलाई 81 भन्नुभयो कि म छु एकदम ठुलो वृक्षमा छु, तिमी आउनुपर्छ भन्नुभएको कारणले हामी आएको छौँ र आमाको सन्तानहरू सबैजना आउनुभएको छ है यहाँनिर। तर सोचेको भन्दा पनि धेरै नै रहेछ। सम्झे एउटा साडीले पुग्छ होला भनेर, तर यहाँनिर चाहिँ जस देवी माता बस्नुभएको उहाँको ठाउँलाई चाहिँ 10वटा साडीले मात्रै फन्को मार्ने रहेछ। मैले सोचेको भन्दा पनि धेरै राम्रो र धेरै उच्च स्तरमा देवी माताको वासस्थान परेको रहेछ। सबैले मेरो भिडियोबाटै देवी माताको दर्शन गर्नु होला। हामी चाहिँ यहाँ आएको छौँ है। माता रानीको कृपा सधैँ सबैमा बर्सोस् र यस गाउँठाउँको जति पनि उहाँको सन्तानहरू हुनुहुन्छ उहाँहरू सबैको कल्याण गर्नु होला, आमा सबैको रक्षा गर्नु होला भन्दै यहाँनिर हामीले पनि बलबिन्ती मागिदिएको छौँ। जय भद्रकाली आमा।